Hey guys, welcome back to Smile Entertainment. हामी कहाँ जाँदैछु भन्दै बन्दीपुर जाउँला सेल्फी खिचौला क्यामेराले सेल्फी बन्दीपुर गएपछि भिडियो अन्तिमसम्म हेर्नु होला। हामी सकभर रमाइलो गर्छौँ, सकभर उज्यालोमै पुग्ने कोसिस गर्छौँ। हुन्छ, अब उज्यालो आउँछ रात परिसक्यो। हामी एकदम ढिलो भइसकेछौँ। जाँदाखेरि अहिले कति बज्यो? 4-5 बज्यो? 3 बज्यो। 3 बज्यो न? ए ल ठिकै छ। मुगलिन पारी स्वर सम्राट बन्दीपुर हिल लेखेछ। 2000 years later. क्यान्सिल भयो गाइस, क्यान्सिल हाम्रो सरले भनेर है। सर हामी कहाँ जाँदैछौँ अब? सर पोखरा जान्छौँ, पोखरा लेक साइड अब हाम्रो प्लान चेन्ज भयो अनि हामी जाँदैछौँ अब पोखरा। अनि मेबी आज हामी बस्छौँ लेक साइड अनि भोलि बस्छौँ, त्यसपछि पर्सि फर्किन्छौँ यता। हाम्रो जोइसापले के लिँदै हुनुहुन्छ? सुन्तला लिँदै हुनुहुन्छ उतातिर। राम्रो सुन्तला हाल्नु है। बनिरहेको छ बिचमा श्री विश्वकर्मा बाबा मन्दिर। मेरो भाइ बहिनीहरू कहाँ पुगे पनि चाउजो किन्न जाँदै थियो। एकचोटि बाटी होइन प्याज किनेर ल्याएकी छु। सिङ्गी प्याज किनेकी हो। एउटाको 5 रुपियाँ। एउटा प्याज काटेर 5 रुपियाँ। चटपट बनाउने वही बनाएको भयो हुन्थ्यो नि त। चटपटी किनेर आएको भयो हुन्थ्यो नि त। बनाऊँ भनेर सफा स्टाइलले, त्यही भएर। अनि के चाउचोको मात्रै चटपट हुन्छ? चाउचो र प्याजको मात्रै? चाउचो प्याज खुर्सानी छ। अमिलो छैन? कसरी हुन्छ चटपट? बदाम सदाम केही छैन? बदाम छैन, जे चाहिँ अब काम चलाउ हुन्छ नि त। त्यही खानु हुन्थ्यो नि चटपट। चटपट आयो, चटपट अमिलो होइन के हजुर। अब त दालमोट पनि छ, बदाम पनि छ। खाने चाहिँ कसरी हामी? हातै हालेर चम्चा रहेछ नि त हो। है कस्तो राम्रो। कता? गोलाघाटमा चाइनाले बनाएको फुल भन्नुभयो। बाटो त खत्तमै छ फेरि। Finally we are here at Pokhara अनि हामीले होटल पाइसकेको छौँ, होटल साकुरा। कति छिटो आत्तेर माथि पुगिसक्नु भयो। हामीलाई एकदम थके लागिरहेछ होइन। अनि रुम हेर्दै गर्नु है, राम्रो रुम हेर्दै गर्नु ल। मेरो ब्याग खोइ। अनि कस्तो भाइब्रेन्ट सिटी पोखरा। कति वर्षपछि पोखरा आएमा त कस्तो रमाइलो लागिरहेछ। अनि लेक साइडको नजिकै नै छौँ हामी। अब हामी माथि गएर अनि हल्का फ्रेस भएर मेबी बाहिर निस्किन्छौँ एकछिन। सो रमाइलो के भन्यो भने रोड लेक साइड रोड एन्ड वी आर जस्ट स्ट्रोलिङ अराउन्ड। हामीले केही पनि खाएको छैन किनकि पेट टन्न हुन्छ भनेर। अनि पोक सेकुवाहरू खानु मन थियो हामीलाई। सो फर्स्टमा त्यो खाएर अनि बल्ल अरू हेभी डिनर गर्ने होइन। हेर्नु कस्तो राम्रो देखेछ कि पोखरा सिटी। हामीले बत्तीहरू त्यसो हुँदैन। हजुर हुन्छ। मेरो ये लेट्स गो। चल बाबा चल।
सिक्नुभएको ट्रेनिङ कहाँ लिनुभएको थाइल्यान्डबाट नेपालको ट्रेनिङ हो कस्तो कस्टमरलाई कस्तो लागिरह मलाई पहिला धेरै गाह्रो हुन्थ्यो उठ्न पनि सक्थिनँ बसेर बसे हुन्थ्यो चितवनदेखि पोखरासम्म आउन सक्ने भएछ सब उहाँको देन हो आज उहाँ हुनुहुन्थ्यो भने मात्र म हुन्थेन होला अन्त नि त्यही त कति स्टार दिने रिभ्यू कति दिने रिभ्यू दिने उहाँलाई कतिसम्म पुग्छ दिने जति दिए नि उहाँलाई कमी नै हुन्छ पुऱ्याइदिने उहाँलाई पुरै 5 स्टार 5 स्टार 3 स्टार अझै माथि छ यही ठाउँमा चाहिँ यति राम्रो